एउटा नयाँ पिसी बिल्डअप पारियो ल तनी गाइज हाम्रो 305 दिनको डेको मिनी ब्लगको सुरुवात गरौँ कुछ यसरी आज पनि बिहान बिहान पसल आउँदै खोल्दै बित्तिकै सिन आइटमहरू बिकिरहन हेर्न सक्नुहुन्छ क्रिस्टल फ्रेम। त्यसपछि मलाई थुप्रै फ्रेमको अर्डर दिन प्लस कुन कुन फ्रेम बनाइदिनु भनेर उहाँहरू आउनु भएको थियो, जुन अर्डरहरू दिएर जानुभयो थुप्रै जुन अब हामी जोरसोरले काम सुरु गर्नेवाला छौँ। अर्डर टिपी कामदाम सुरु गरेकै थियौँ, त्यही बिचमा हाम्रो भाइहरू आए। हेर्न सक्नुहुन्छ क्रिस्टल फोटो फ्रेम, यति ठुलो बुके प्लस ठुलै साइजको टेडी बेयर प्लस एउटा सिंगल रोज लिएर गए। एकदम ह्याप्पी भएर एकदम डिस्काउन्टको साथ जुन भाइहरूले खुसी बनाइ पठाए। त्यसपछि कप प्रिन्टिङको काम गरिरहेको थिएँ, अर्डर आएको थियो जुन बनाए। त्यसपछि हाम्रो बहिनीहरू आएको थियो 3 जना, जुन हेर्न सक्नुहुन्छ एउटा बहिनीले फोटो फ्रेम बनाइरहेको थिइन्, अरू 2 जना बहिनीहरूले टिकटक बनाइरहेको थिए। टिकटक 2-3टा बनाउँदासम्म बहिनीहरूको काम गरेर सकाए अनि बहिनीहरूलाई पठाए। हेर्न सक्नुहुन्छ 2टा आन्टीहरूले पनि 2टा घोडाको फोटो प्लस एउटा फोटो बनाएर लिएर जानुभयो। त्यसपछि एउटा अझै कप प्रिन्टिङको काम थियो जुन बनाइरह चलिरह। त्यसपछि एकजना बहिनीले यो पोलरेट फोटो जुन हेर्न सक्नुहुन्छ मोबाइल पछाडि राख्छन् त्यही बनाउन आएको थिइन्, जुन एकदम बनाएर खुसी बनाएर पठाए। क्लियर क्वालिटी आ। त्यसपछि आज हेर्न सक्नुहुन्छ हामीले डेलको 27 इन्चको मोनिटर मगाएको छौँ जुन एकदम ठुलो छ, क्या दामी। अब हाम्रो काम बढिरहन् त्यही भएर नयाँ पिसी सेटअप गरेर त्यसको लागि यो मगाएको थियौँ, जुन हेर्न सक्नुहुन्छ सेटअप गरे क्या दामी देखिरह। अब अझै एक्स्ट्रा पिसीहरू भयो झन् छिटो फास्ट काम हुने भयो। सेटअप गरी ब्याक टु कामकाजतिर लाग्यो। स्कुलका सरस्वती पूजा हो नि भोलि, त्यसैको ब्यानर थुप्रै बनाउन थियो जुन बनिसक्यो नि। यो लास्ट ब्यानर एकजना म्याडम आउनुभएको थियो जुन दिएर पठाइयो। त्यसपछि अब रात पर्यो घर जान पर्यो भन्दै मिनी ब्लग पनि सकाइयो। ल त नि भोलि भेटौँला।